नमस्ते, म जनार्दन विष्ट। श्रोता, हामी अहिले कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीको सामना गरिरहेका छौं। यो बेला कोरोना भाइरस संक्रमण अर्थात कोभिड-19 सम्बन्धी समग्र सूचना तथा जानकारीहरूमा मानिसहरूको पहुँच हुनु अति आवश्यक मानिन्छ। सूचना वा जानकारी नै शक्ति हो भन्ने मान्यता स्थापित भइसकेको छ। विभिन्न आम संचार माध्यमहरू सूचना तथा जानकारीहरूको सम्प्रेषण मार्फत आफ्ना तर्फबाट यो महामारीको नियन्त्रणमा जुटिरहेको वर्तमान अवस्था विद्यमान छ। वास्तवमा सूचना तथा जानकारीहरू यस्तो संकटको बेलामा अरू समयको भन्दा अझ बढ़ी संवेदनशील भएर त्यस्ता सूचना तथा जानकारीहरू सम्प्रेषण गर्नुपर्ने अवस्था रहन्छ र वास्तवमा यस्ता खालको महामारीहरूमा पर्याप्त सूचनाहरूको अभावमा कतिपय अवस्थामा भ्रमहरू सृजना हुन सक्ने अवस्था पनि हुन्छ र वास्तवमा र्युमर्स भन्छौं हामी। यस्तो खालको भ्रमहरूले गर्दाखेरि यस्तो महामारी नियन्त्रणमा भन्दा झन यसलाई फैलाउन सहयोग पुग्ने गर्छ र सूचना तथा जानकारीहरू आम संचार माध्यमहरू यतिखेर सबभन्दा बढ़ी महत्वपूर्ण अवस्थामा रहेका हुन्छन् र यति हुँदाहुँदै पनि वास्तवमा हामीले यो बीचमा आधिकारिक विश्वसनीय जानकारीहरू सर्वसाधारणलाई दिनु संचार माध्यमको दायित्व भनौं या संचार माध्यमहरूको उनीहरूको सामान्य पेशागत धर्म नै मानिन्छ। तर त्यति हुँदाहुँदै पनि कतिपय अवस्थामा चाहिँ आधिकारिक नभएको समाचारहरू अर्थात चाहिँ विश्वसनीयताको कसीमा नजाँचिएका समाचार तथा सूचनाहरू यस्ता खालका सूचनाहरू सम्प्रेषण भइरहेको पनि हामी पाउँछौं। वास्तवमा अहिले स्मार्टफोनहरू त्यसपछि इन्टरनेट टेक्नोलोजीहरूबाट धेरै मानिसहरू अहिले सूचना तथा जानकारीहरूको लागि परम्परागत संचार माध्यमहरू भन्दा न्यू मिडिया सोशल मिडियाहरूमा पनि बढ़ी भर परेको अवस्था देखिन्छ र वास्तवमा त्यस्तो अवस्थामा हामीले प्राप्त गर्ने कैयौं समाचार तथा जानकारीहरू जो हामी मोबाइलबाट न्यू मिडियाहरूबाट हामी प्राप्त गर्छौं, सामाजिक सञ्जालबाट प्राप्त गर्छौं, त्यस्ता समाचारहरू को विश्वसनीयता चाहिँ एउटा ठूलो समस्याको रूपमा देखा परेको छ र यसलाई चाहिँ फेक न्यूज पनि भनिन्छ। धेरै फेक न्यूजहरू सर्कुलेट भइरहेको अवस्था हुन्छ र त्यस्ता फेक न्यूजहरूले कुनै पनि समस्या समाधानमा भन्दा त्यसलाई झन फैलाउन सहयोग पुर्याइरहेको हुन्छ। आज हामी यही विषयमा कुराकानी गर्ने कोशिश गरिरहेका छौं र हामीसँग आज यस सम्बन्धमा कुराकानी गर्नको लागि पत्रकार उमेश श्रेष्ठ हुनुहुन्छ। उहाँ माई संसारका ब्लगर पनि हुनुहुन्छ र नेपाल फ्याक्ट चेक को एडिटर पनि हुनुहुन्छ। वास्तवमा फेक न्यूजहरूले समाजमा पारेको असर, फेक न्यूजहरू कस्ता न्यूजहरू फेक न्यूज हुन्छन् र फेक न्यूजलाई कसरी हामीले पहिचान गर्न सक्छौं भन्ने बारेमा यो संस्थाले काम गरिरहेको छ र आज हामी यही विषयमा उहाँसँग कुराकानी गर्नेछौं। उहाँ हाम्रो सम्पर्कमा आइसक्नु भएको छ। उमेश श्रेष्ठज्यू, हजुर, रेडियो नेपालमा स्वागत छ यहाँलाई। धन्यवाद। मैले भन्दा अगाडि केही भूमिका बनाए वास्तवमा आज हामी के विषयमा कुराकानी गर्न गइरहेका छौं भन्ने बारेमा। हिजो आज चाहिँ प्रविधिको विकास, इन्टरनेट टेक्नोलोजीमा आएको विकासले गर्दाखेरि चाहिँ हरेक मान्छेहरू सूचना तथा जानकारीको लागि चाहिँ स्मार्टफोन डिभाइसमै बढ़ी केन्द्रित हुने र सामाजिक सञ्जालहरू न्यू मिडियामा बढ़ी भर पर्ने, तर त्यस्ता मिडियाहरूमा आएको समाचारहरू सबै सत्य नहुने त्यस्तो अवस्था छ र यसलाई हामी फेक न्यूज भन्छौं। यो वास्तवमा फेक न्यूजलाई अझ बढ़ी बुझाइदिनुस् न, के हो फेक न्यूज? जस्तो यो फेक न्यूज चाहिँ तपाईले चाहिँ यो न्यू मिडिया आइसकेपछि भन्ने खालको जस्तो भूमिका जुन दिनुभयो नि, त्यो यो खासमा हेर्ने हो भने चाहिँ यो न्यू मिडिया आउनुभन्दा अगाडि पनि हामीले चाहिँ एकदमै यस्तो फेक न्यूजहरूको चाहिँ समस्या चाहिँ भोग्नु परिरहेको थियो। जस्तो सन् 2001 तिरको कुरा होला, त्यो ऋतिक रोशनको जुन काण्ड भएको थियो, त्यति बेला चाहिँ नेपाल र नेपालीलाई मन पराउँदैन भनेर ऋतिक रोशनले पढ्यो भनेर जुन किसिमको फेक न्यूज जुन फैलिएको थियो, त्यति बेला सामाजिक सञ्जाल थिएन हाम्रोमा हैन। तर त्यो यति फैलियो कि आन्दोलन भयो हैन, मान्छे मर्ने गरेर शुद्ध आन्दोलन भयो र त्यो फेक न्यूजले पारेको प्रभावको चाहिँ त्यो कुरा हो त्यति बेला। र त्योभन्दा अगाडि हामी अलिकति परम्परागत रूपमा पौराणिक कुरामा जाने हो भने जस्तो रामायणमा पनि सीता चाहिँ अपवित्र हो भन्ने खालको एउटा खासको त्यस्तो खालको चाहिँ फेक फैलिएपछि चाहिँ अनि रामले चाहिँ वनवासमा पठाइदिएको भन्ने खालको छ। अनि महाभारतमा हेर्दाखेरि पनि जुन यो
अस्वस्थामा हत भन्ने जुन हुन्छ नि, अस्वस्थामा को चाहिँ हत्या भइसक्यो भनेर भन्ने, तर त्यो खास चाहिँ उसको चाहिँ हत्या भए हुँदैन र त्यही कारणले चाहिँ द्रोणाचार्यलाई चाहिँ त्यो उसको फेक न्युज फैलाएर चाहिँ हत्या गर्ने भनेको भएको छ। त्यो 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 इतिहासको कुरा भयो होइन। तर अब यो न्यू मिडिया आइसकेपछि चाहिँ हो, अब यो अहिले जुन यो कोरोना भाइरसको यो जुन अहिले संक्रमण फैलिरहेको छ, त्यति यो अहिलेको अवस्थामा त झन् यो एकदमै विकराल रूपमा फैलिरहेको छ भनेर त विश्व स्वास्थ्य संगठनले नै भनिरहेको छ। विश्व स्वास्थ्य संगठनले चाहिँ के भनेको छ भने यो सूचना संक्रमण, अब हामी एउटा मात्र संक्रमणसँग लडिरहेको छैन, हामी यो स्वास्थ्यको मात्र होइन, यो हामी सूचना संक्रमण भनेको इन्फोडेमिक, एपिडेमिक मात्र, पेन्डेमिक मात्र होइन कि इन्फोडेमिक भन्नाले यो सूचनाको पनि गलत सूचनाहरू पनि यति धेरै फैलिरहेको छ कि त्यसको पनि हामीले सँगसँगै सामना गर्नुपर्छ भनेर चाहिँ विश्व स्वास्थ्य संगठनले नै भनेको छ। भनेपछि यहाँले चाहिँ भन्नुभयो अनुसार यो फेक न्युजको कुरा हामीले गर्दाखेरि वास्तवमा कतिपय अवस्थामा यो फेक न्युज भनेको पुरै झुटो न्युजहरू हो या चाहिँ केही सत्यता छ त्यसलाई चाहिँ अलि बढी सेन्सेसनल बनाएको हो, या कस्तो खालको विषयवस्तुहरूलाई हामी फेक न्युजको दायराभित्र राख्छौँ कि कुनै हुँदै नभएको घटनालाई त्यो घटना भयो भनेर हामीले गर्छौँ कि कति प्रकारका चाहिँ फेक न्युजहरू हामी सामना गरिरहेका हुन्छौँ। फेक न्युज चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब यो फेक भन्ने बित्तिकै नै हामीले बुझ्नुपर्ने हुन्छ कि यो हेर्दाखेरि चाहिँ साँचो जस्तो देखिन्छ होइन, तर खासमा चाहिँ यो साँचो हुँदैन। तर यसको 3 प्रकार हुन्छ भनेर चाहिँ यो युनेस्कोले यसको वर्गीकरण गराएको छ होइन। 3 प्रकार भनेको कस्तो हुन्छ भने एउटा चाहिँ मिसइन्फर्मेसन, अर्को डिसइन्फर्मेसन र अर्को माल इन्फर्मेसन होइन। मिसइन्फर्मेसन भनेको चाहिँ कस्तो हुन्छ भने गलत हुन्छ होइन, तर त्यो फैलाउनेले चाहिँ त्यसलाई सही भन्ठानेर फैलाइरहेको हुन्छ। जस्तो अस्ति यो हिजो भर्खर पनि एउटा कुरा आएको थियो कि जस्तो इन्टरनेट चाहिँ 2 दिन बन्द हुने भन्ने जुन किसिमको एउटा हल्ला छ नि, त्यो गलत हो होइन, तर फैलाउनेले चाहिँ त्यसलाई चाहिँ सही भन्ठानेर चाहिँ फैलाइरहेको हुन्छ कि अब 2 दिन इन्टरनेट बन्द हुने हो भनेर जुन फैलाइरहेको हुन्छ। अनि अर्को प्रकार भनेको डिसइन्फर्मेसन हो होइन। यो डिसइन्फर्मेसन भनेको चाहिँ कस्तो हुन्छ भने फैलाउनेलाई गलत हो भनेर थाहा पनि हुन्छ होइन, तर पनि जानी नियतवश चाहिँ अरूलाई भ्रमित पार्नलाई अब यसलाई भ्रमित पार्छु भनेर फैलाइन्छ। यो नेपालको 2टा प्रमुख समस्या चाहिँ यो मिसइन्फर्मेसन र डिसइन्फर्मेसन छ। डिसइन्फर्मेसनले चाहिँ कस्तो भने आफूलाई थाहा हुन्छ तर नियतवश यसलाई झुक्याउँछु नि म भनेर खालको चाहिँ फैलाउनु खोजेको हुन्छ। मिसइन्फर्मेसनले चाहिँ के गर्छ भने त्यो अर्काले फैलाएको चाहिँ सही भन्ठानेर चाहिँ फैलाइरहेको हुन्छ, जस्तो सेयर गरेर हुन्छ होइन, कमेन्ट गरेर हुन्छ, त्यो हुन्छ। अनि अर्को एउटा माल इन्फर्मेसन हुन्छ, यो चाहिँ अलिक डेन्जर खालको कुरो हो। यो चाहिँ सत्यमा आधारित हुन्छ होइन, सत्य नै हुन्छ, तर चाहिँ यो व्यक्ति सङ्गठनमा देशप्रति हानि फैलाउने उद्देश्यले जस्तो माल इन्टेन्सन राखेर चाहिँ फैलाइन्छ कि। जस्तो यो भनेको चाहिँ नेपालको जस्तो चुनावको बेलामा कुनै पार्टी सङ्गठन वा नेताप्रति लक्षित गरेर होइन यो जानी त्यो प्रोपागान्डा फैलाउने काम हो, त्यस्तो खालको हुन्छ भन्नाले 3 प्रकारका हुन्छन् फेक न्युज भनेको। जस्तै केही दिन अगाडि मात्रै हामीले एउटा न्युज चाहिँ भनौँ न सोसियल साइटहरूमै हेऱ्यौँ, हामीले देखेको थियौँ फेसबुकमा, म आफैले पनि त्यो हेरेको थिएँ। त्यहाँ के थियो भने रसियाले चाहिँ यो कोभिड-19 को संक्रमण रोक्नको लागि मान्छेहरूलाई बाहिर निक्लिन नदिनको लागि जूबाट चाहिँ सिंहहरू सड़कमा छाड्यो भनेर फोटो सहित चाहिँ त्यो देखाइरहेको थियो। मान्छेहरूलाई अब के लाग्यो, यो रियल न्युज जस्तो लाग्यो। र कतिपय मान्छेहरूले मसँग जिज्ञासा पनि राख्नुभयो कि रसियाले त यस्तो गरेछ, चिडिया घरबाट सबै चाहिँ सिंहहरू ल्याएर सड़कमा छोडेर मान्छेहरूलाई घरभित्रै बस्न बाध्य बनाएछ। तर वास्तवमा त्यो कम्प्लिटली फेक न्युज थियो। त्यो कस्तो खालको फेक न्युज हो त यो? अब यो कस्तो हुन्छ भने होइन, तस्बिर चाहिँ आफै बोल्छ भन्ने खालको जुन हुन्छ नि, अब त्यो तस्बिर देखेपछि त मान्छे पत्याउँछ, किनभने त्यो सडकमा पनि छ र सिंह पनि निस्केको देखिन्छ र त्यहाँ अब मुनितिर पनि त्यो न्युज जस्तो भनेर लेखिरहेको पनि छ, सिंहहरू चाहिँ यसरी छोडियो भनेर। त्यो हेर्ने बित्तिकै चाहिँ तपाईँको दिमागमा के स्ट्राइक गर्छ भने यो फोटो पनि छ होइन, सिंह पनि छ भनेपछि यो त सही हुनुपर्ने हो भन्ने खालको हुन्छ। अब यसमा चाहिँ कस्तो हुन्छ भने फोटो सही हो त्यो होइन, तर त्यो फोटो चाहिँ त्यो युज गरेको चाहिँ त्यो कन्टेक्स्ट चाहिँ फरक हुन्छ क्या। जस्तो त्यो सिंह चाहिँ साउथ अफ्रिकाको एउटा फिल्म सुटिङ गर्नलाई चाहिँ राखिएको सिंह रहेछ त्यो होइन। अनि त्यो त्यसलाई चाहिँ अब डिस्क्रिप्सन चाहिँ गलत लेखिदियो होइन, त्यसको विवरण चाहिँ रसियामा सिंह छोडेको भन्ने खालको गरिदियो। त्यो यस्तै खालको चाहिँ फोटोमा मात्र होइन, भिडियोमा पनि हुन्छ होइन। भिडियो पनि जस्तो अस्ति भर्खरै पनि एउटा मान्छेहरूले धेरै सेयर गरेर चाहिँ एउटा भने अमेरिकाको त्यो एउटा अग्लो घरबाट चाहिँ मान्छे कोरोना लागेको कारण चाहिँ हाम फालेर मर्यो भनेर खालको जुन भिडियोहरू सर्कुलेट भइरहेको थियो, त्यो भिडियो सही हो, मान्छे हाम फालेको पनि हो होइन, मान्छे हाम फालेको भिडियो खिचेको पनि हो, तर त्यो कन्टेक्स्ट चाहिँ फरक पर्यो कि। त्यो कन्टेक्स्ट चाहिँ त्यो कोरोना लागेको कारणले मर्या होइन कि त्यो अर्कै कारणले चाहिँ
मरेको र त्यो 2-3 वर्ष अगाडिको चाहिँ भिडियो रहेछ त्यो। भनेपछि त्यसरी चाहिँ मान्छेलाई टेक्स्टमा मात्र भयो भने त मान्छेले विश्वास हुँदैन, तर फोटो र भिडियो भएपछि मान्छेलाई विश्वास हुन सक्छ भनेर। तर त्यसको चाहिँ कन्टेक्स्ट फरक हुन्छ, त्यो चाहिँ कसरी कन्टेक्स्ट के कन्टेक्स्टमा त्यो फोटो वा भिडियो आएको हो भनेर चाहिँ हामीले चाहिँ त्यो चाहिँ खोज्न सक्नुपर्ने हुन्छ। हजुर उमेशजी, मैले फेरि अर्को एउटा इक्जाम्पल सहित यो प्रसङ्गलाई फेरि जोड्न चाहे। जस्तै चाहिँ यही विषयमा हामीले कुराकानी गरिरहँदाखेरि चाहिँ दुई किसिमको फेक न्यूजहरूलाई हामीले ओभरअल चाहिँ वर्गीकरण गर्दाखेरि कोही फेक न्यूजहरू चाहिँ मानिसहरूलाई मूर्ख बनाउने खालको मात्रै भयो र कोही चाहिँ मानिसहरूलाई हानि पुर्याउने, सुनियोजित रूपमा मानिसहरूलाई हानि नै पुर्याउने खालका त्यस्ता फेक न्यूजहरू देखिने भयो। जस्तै केही दिन अगाडि चाहिँ यो कोरोना भाइरसकै विषयमा कुरा गर्दा कस्तो खालको एउटा चाहिँ न्यूज भनौँ या सूचना सर्कुलेट भयो भने सरकारले चाहिँ यो कोरोना भाइरसको संक्रमणबाट जनतालाई जोगाउन राति चाहिँ हेलिकप्टरबाट स्प्रे छर्छ सबैतिर भन्ने त्यस्तो खालको एउटा चाहिँ एउटा र्युमर्स भनौँ या न्यूजकै रूपमा सुरुमा त त्यो न्यूजकै रूपमा आयो, धेरैले सर्कुलेट गरे र मान्छेहरूले के गरे, घर बाहिर राखेका सामानहरू हतार भित्र राख्नु पर्यो, त्यहाँ चाहिँ स्प्रे पर्छ भनेर विभिन्न मान्छेहरूले यो विषयमा चर्चा गर्नु पर्यो। यस्तो खालले चाहिँ मान्छेलाई मूर्ख मात्रै होइन कि मान्छेहरूको समय नष्ट भयो, कतिपय मान्छेहरूलाई त्यसले चाहिँ केही हानि पनि पुगेको हुनसक्छ होइन। मैले भन्न खोजेको चाहिँ दुई किसिमको हुने भयो कि एउटा चाहिँ मान्छेहरूलाई सुनियोजित रूपमा हानि पुर्याउने, अर्को चाहिँ मान्छेहरूलाई मूर्ख बनाउने मात्रै। अब यो चाहिँ उसले चाहिँ यो मान्छेलाई हानि पुर्याउने होइन कि मान्छेले मूर्खै बनाउला भनेर पनि त्यो गरे हुनसक्छ, त्यो हेलिकप्टरबाट गर्ने भनेर। तर त्यसले यति धेरै असर पर्यो कि होइन, नेपाल आर्मीले समेत विज्ञप्ति निकालेर चाहिँ यो हामीले यस्तो गर्नुला होइनौँ भनेर स्पष्टीकरण दिनु पर्यो। तर यो कोरोनाकै केसमा चाहिँ जस्तो यो पहिलो संक्रमण त धेरै अगाडि नै पुष्टि भएको थियो र त्यो निको पनि भइसकेको थियो त्यो पब्लिस हुँदाखेरिसम्म होइन। तर सेकेन्ड आउनुभन्दा अगाडि चाहिँ एउटा तपाईँले याद गर्नुभयो होला है कि एउटा टेलिफोन कन्भर्सेसन जस्तो चाहिँ एउटा चाहिँ एकदमै भाइरल भएको थियो। त्यो चाहिँ के नर्विक हस्पिटलमा चाहिँ कतिजना मान्छे चाहिँ बिरामी भएर मरिसकेका पनि छ भन्ने खालको त्यो जुन आएको थियो नि त्यो खालको फेक न्युज, त्यसले चाहिँ नर्विक हस्पिटललाई नै ड्यामेज गर्ने खालको चाहिँ इन्फर्मेसन थियो र त्यो नर्विक हस्पिटलका अध्यक्ष बसन्त चौधरीले चाहिँ यो चाहिँ हाम्रो हस्पिटललाई नै ड्यामेज गर्ने, रेपुटेसनलाई ड्यामेज गर्ने किसिमको खालको हो भनेर उहाँले चाहिँ भन्नुभएको थियो। त्यो चाहिँ कस्तो भयो भने त्यो चाहिँ नेटवर्ककै त्यो हस्पिटललाई ड्यामेज गर्ने खालको र एक किसिमको अब यस्तो अहिलेको यो महामारीको बेलामा चाहिँ एकदम आतंक मचाउने खालको भयो नि त। त्यही भएर चाहिँ अहिले चाहिँ तपाईँले याद गरिराख्नु भयो होला होइन, तपाईँले नेपाल प्रहरीको विज्ञप्तिहरू हेरिराख्नु पनि याद गर्नुभयो होला। यो कोरोना संक्रमणको चाहिँ अलिक गलत खालको केही न्युज लेख्ने बित्तिकै चाहिँ अहिले प्रहरीले चाहिँ समातेर चाहिँ कारवाही गर्ने गरिरहेको छ अहिले। र अब यो भनेको चाहिँ जनमानसमा आतंक नफैलियोस् भन्ने नै त्यो गरे हुनसक्छ। यस्तो किसिमको अहिलेको स्थितिमा चाहिँ आतंक मचिने भएकोले चाहिँ यो चाहिँ हामी चाहिँ अलि सावधान चाहिँ हुनुपर्छ यस्तो। हजुर, भनेपछि अब यो मान्छेहरूले फेक न्युज किन प्रसार गर्दो रहेछ अर्थात् किन फैलाउँदो रहेछ त भन्ने बारेमा चाहिँ वास्तवमा के यो चाहिँ अनलाइनको विज्ञापन आम्दानी बढाउन हो या उसको चाहिँ साइट्सहरू भिजिट भनौँ, धेरै मान्छेहरूले उनीहरूको साइट हेरुन् र त्यसबाट चाहिँ विज्ञापन रेभेन्यूहरू पाउन किन यो यस्तो गरिन्छ जस्तो लाग्छ यहाँलाई? यसमा चाहिँ मान्छेको फरक किसिमको चाहिँ इन्टेन्सन हुन्छ होइन। एउटा इन्टेन्सन तपाईँले भन्नुभयो जस्तो यो विज्ञापनबाट पैसा कमाउने हिसाबले पनि हो। जस्तो युट्युबमा चाहिँ जति बढी भ्यू भयो, जति बढी तपाईँले दर्शकहरूले हेर्नुभयो त्यो हिसाबमा चाहिँ विज्ञापन त्यसमा देखाइन्छ त्यो भिडियोमा र त्यसको चाहिँ सर्टेन पर्सेन्ट चाहिँ त्यो जसले क्रिएट गरेको हो उसलाई चाहिँ गुगलले दिन्छ होइन, युट्युबले दिन्छ। त्यो भइसकेपछि अब सामान्य खालका भिडियोहरू त खासै भ्यू हुँदैन होइन। तर तपाईँको जुन दिमागलाई जुन इमोसनलाई चाहिँ एकदमै स्ट्राइक गर्ने खालका कन्टेन्टहरू भयो भने चाहिँ त्यो चाहिँ अनि अलि बढी भ्यू हुन्छ होइन। त्यो बढी भ्यू भन्नुको मतलब चाहिँ बढी पैसा आउनु हो। त्यही भएर चाहिँ मान्छेहरूले चाहिँ त्यसमा चाहिँ फेक इन्फर्मेसनहरू राखेर पनि जस्तो तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको चाहिँ हेलिकप्टर दुर्घटनामा मृत्यु हुँदाखेरि
फेक भिडियोहरू चाहिँ आएको थियो। त्यो हेलिकप्टर हुँदै होइन तर त्यो हेलिकप्टर हो भनेर अब त्यो हेलिकप्टर उडेको देखाएर अनि गरेर भ्युजहरू बढाएर अनि त्यसबाट चाहिँ कमाइ गर्ने हिसाबले चाहिँ गरे। अनि त्यस्तै खालको चाहिँ यो यतातिर फेसबुकमा पनि हुन्छ होइन। फेसबुकमा पनि जति बढी हेऱ्यो त्यति बढी चाहिँ कमाइ हुने, विज्ञापनबाट चाहिँ पैसा आउने भन्ने खालको हुन्छ। र त्यसबाट प्रेरित भएर मान्छेले चाहिँ गलत इन्फर्मेसनहरू दिने भन्ने खालको पनि हुन्छ। र अनि त्यो गलत इन्फर्मेसनहरू हुँदाखेरि चाहिँ एकदमै मान्छेले सेयर पनि गर्छ अनि ऊ पनि गर्छ नि होइन, कमेन्टहरू गर्छ, सेयर गर्छ। त्यो गरिसकेपछि चाहिँ उसको लाइक पनि बढ्छ होइन, इन्गेजमेन्ट पनि बढ्छ। जस्तो अघि मैले तपाईँलाई भनेको थिएँ त्यो नर्विक हस्पिटलमा कोरोनाको बिरामीहरू यति धेरै छ भनेर त्यसलाई चाहिँ प्रहरीले पक्रेर चाहिँ सोद्धाखेरि चाहिँ किन यस्तो गरेको भन्दाखेरि चाहिँ मेरो फेसबुक पेजको इन्गेजमेन्ट बढाउनेलाई चाहिँ मैले यस्तो गरे हुँ भनेर बयान चाहिँ दिएको थियो उसले होइन। त्यो चाहिँ नेपाल प्रहरीले विज्ञप्ति नै निकालेर चाहिँ त्यसबारेमा जानकारी दिएको। त्यो हिसाबले हेर्ने हो भने चाहिँ मान्छेको आफ्नो फेसबुक पेजको लाइक बढाउन, इन्गेजमेन्ट बढाउन र कमाइको लागि पनि त्यो गरे हुन्छ। र अर्को एउटा चाहिँ के हुन्छ भने नियत बसे अरूलाई भ्रमित पार्छु भन्ने होइन, ख्यालको गर्छु भन्ने खालका पनि हुन सक्छन्। र अर्को चाहिँ यसलाई हानि नै पुर्याउँछु भन्ने खालको, जस्तो कुनै अब पोलिटिकल नेतालाई चाहिँ ड्यामेज गर्ने खालको हिसाबले चाहिँ त्यो त्यसरी पनि आउन सक्छ त्यो फेक न्युजहरू। वास्तवमा हामीले जति पनि देखेका फेक न्युजहरूमा कतिपय फेक न्युजहरू चाहिँ अब त्यो पुरै बेसलेस पनि हुन्छन्, अर्थात् आधार नै नभइकन कुनै प्रमाण तथ्य फ्याक्टहरू नभइकन पनि त्यो न्युजहरू सर्कुलेट भइरहेको हुन्छन् एकातिर। र त्यसमा उनीहरूले के को सहायता लिने गरेका हुन्छन् भने जस्तै हामी कन्स्पिरेसी थ्योरी भन्छौँ नि, कुनै एउटा घटना घट्यो भने हामी ठ्याक्कै अपोजिट रूपमा त्यसलाई सोच्ने। जस्तै यो कोरोना भाइरसको कोभिडकै कुरा गरौँ। अब यो भाइरस चाहिँ कसरी यसको उत्पत्ति भयो भन्ने बारेमा चाहिँ विभिन्न खालका आफ्नै तर्कहरू पनि होला नि, तर अब विज्ञानले पुष्टि गरेरै चाहिँ यो कुनै ल्याबमा उत्पादन भएको भनेर कहीँ आधिकारिक रूपमा त्यस्तो तथ्याङ्क नआए पनि एक थरी मान्छेहरूले चाहिँ यसलाई यो अमेरिका या चीनले उनीहरूको मिलिटरी पर्पजको लागि चाहिँ यो प्रयोगशालामा उत्पादन गर्दाखेरि यो लिक भयो अनि बाहिर प्रसार भयो भन्ने खालको कन्स्पिरेसी थ्योरी मा आधारित भएर चाहिँ त्यस्तै न्युजहरू सर्कुलेट गरिरहेको छ। त्यो त कम्प्लिटली त्यो फेक न्युज भयो होइन। उनीहरू फेक न्युजले चाहिँ यस्तो खालको कन्स्पिरेसी थ्योरीमा डिपेन्ड गर्ने भयो। के भन्नुहुन्छ? त्यस्तै खालको, तर यो चाहिँ नेपालमा मात्र हुँदैन कि। जस्तो अस्ति भर्खर एउटा सिएनएनले चाहिँ गरेको थियो होइन, कन्स्पिरेसी थ्योरीको बारेमा चाहिँ सिएनएनले एउटा न्युज राखेको थियो होइन। त्यो हेर्दाखेरि चाहिँ त्यहाँका अमेरिकाकाहरूले चाहिँ कतै 30% भन्दा बढीले चाहिँ त्यो ल्याबमा बनेको भनेर विश्वास गर्दो रहेछ कि यो कोरोना भाइरस। अब त्यो विश्वास गर्नुको पछाडि चाहिँ यो उनीहरूले फेक न्युजलाई विश्वास गरे होइन। हजुर, अब फेक न्युजलाई नै विश्वास गरे भन्नु पर्यो, किनभने अब त्यो चाहिँ तपाईँको दिमागलाई चाहिँ जे हो जस्तो लाग्छ नि त्यो खालको फेक न्युजहरू उनीहरूले फैलाइरहेको हुन्छ कि, त्यो भएर चाहिँ हो जस्तो लाग्छ नि त मान्छेलाई, त्यो भएर चाहिँ त्यसमा चाहिँ विश्वास भएको हुन्छ मान्छेको। अब हामीले यो समग्र पत्रकारिताको कुरा गर्ने हो भने त यो फेक न्युज भनेको चाहिँ पत्रकारितामा कम्प्लिटली यो पुरै गलत अभ्यास भयो, पित पत्रकारितासँग यो रिलेटेड भयो। त्यसपछि एकदमै प्रोपोगेन्डा जर्नलिजम भन्छौँ नि हामी होइन, त्यस्तो खालको पत्रकारितामा चाहिँ फेक न्युज भनेको यो चाहिँ एउटा क्राइम नै हो यो होइन। यो त यो पित पत्रकारिता भन्दा पनि अझ एक स्तरको फरक भयो। पित पत्रकारिता भनेको चाहिँ कुनै चाहिँ सही कुरालाई पनि सेन्सेसनलाइज गरेर चाहिँ दिने कुरो भयो होइन। यो भनेको त एकदम गलत सूचना दिने भनेको त पत्रकारितामा कुनै पनि हिसाबले त्यो त हुँदै होइन, त्यो सिद्धान्तै नभएको चिज हो, त्यो गैर सैद्धान्तिक कुरा भयो त्यो। उमेशजी, अनि यसलाई यो जस्तै यो फेक न्युजहरू चाहिँ कहाँबाट आयो भनेर यसको सोर्सको आइडेन्टिफाई गर्न सकिँदैन, अर्थात् चाहिँ कुनै कानुनी रूपमा अरू कुनै डिभाइसहरू प्रयोग गरेर। अब अहिले त विश्वमा धेरै संस्थाहरूले यस सम्बन्धमा काम गरिरहेछन् र कतिपयले त कम्प्युटर एप्लिकेसन सफ्टवेयरहरू नै तयार गरेर फेक न्युजलाई छुट्याउने त्यस्तो खालको पनि बनाइसकेका छन्। यो कहाँबाट पहिला यसको ओरिजिन कहाँबाट चाहिँ यो सुरु भयो भनेर पत्ता लगाउन सकिँदैन? सकिन्छ, त्यो नसकिने भन्ने कुरो हुँदैन। जस्तो त्यो अघि तपाईँले जुन उदाहरण दिनुभएको थियो नि, त्यो रसियामा जुन बाघले छोडेको भन्ने खालको होइन, त्यसमा चाहिँ तपाईँले खास धेरै कुरा केही गर्नै पर्दैन कि त्यो फोटोलाई, त्यो फोटोको चाहिँ इमेज सर्च होइन, इमेज सर्च गरिदिनु हो भने गुगलमा वा अर्को एउटा यान्डेक्स भन्ने छ, yandex.com भन्ने, त्यसमा गएर चाहिँ तपाईँले सर्च गर्नुभयो भने त्यो फोटो कुन बेलाको हो भनेर त्यसले मजाले देखाइदिन्छ। र त्यो चाहिँ
कन्टेक्स्ट बाहिरको कुरो पनि देखाइन्छ। त्यस्तै गरेर भिडियोहरूको पनि गर्न मिल्छ र त्यस्तो खालका जस्तो तपाईँले क्रोम प्रयोग गर्नुहुन्छ भने एउटा इनभिड टुल किट भन्ने छ एउटा, त्यसमा त्यो एक्सटेन्सन राखेर पनि तपाईँले गर्न सक्नुहुन्छ र त्यो मजाले देखाइदिन्छ त्यो। र अनि अहिले चाहिँ अब जस्तो पत्रकारितामा यो एउटा फरक विधा जस्तो भइसक्यो यो फ्याक्ट चेक भन्ने चाहिँ होइन। फ्याक्ट चेकिङ वेबसाइटहरू पनि धेरै विश्वमा धेरै भइसक्यो। उनीहरूले पनि यो केही गलत कुरा भाइरल हुने कुरा बित्तिकै चाहिँ त्यसलाई चाहिँ फ्याक्ट चेक गर्ने गर्छन्। अनि त्यो हामीले पनि सुरु गरेका छौँ एउटा नेपाल फ्याक्ट चेक भन्ने। त्यसमा हामीले अहिलेसम्म 33वटा चाहिँ यस्ता र्युमरहरूलाई चाहिँ कलेक्सन गरेर होइन यो चाहिँ सही कुरो चाहिँ यो हो, यस्तो हल्ला फैलिरहेछ भन्ने खालको गर्छौँ। त्यो भएर तपाईँले गर्न सक्नुहुने चाहिँ विषय चाहिँ कस्तो हो भने एउटा चाहिँ फ्याक्ट चेकिङ वेबसाइटहरू हेर्नु पर्यो होइन। त्यसपछि चाहिँ अर्को चाहिँ केही डिजिटल इन्भेस्टिगेसन टुल भन्ने हुन्छ। अब तपाईँलाई म रेडियोबाट त म ठ्याक्क यो बताउन सक्दिनँ यस्तो गर्नुपर्छ यस्तो गर्नुपर्छ भने त्यो चाहिँ हामी प्र्याक्टिकली नै गर्नुपर्ने हुन्छ। कसैले इन्ट्रेस्ट भयो भने चाहिँ हामी त्यो ट्रेनिङ पनि गरौँला त्यो होइन। त्यो चाहिँ कस्तो हुन्छ भने त्यो त्यसमा गएर सर्च गर्यो भने चाहिँ सजिलै पत्ता लगाउन चाहिँ सकिन्छ। अब कुनै त एकदमै गाह्रो हुन्छ। जस्तो अब तपाईँले त्यो वेबसाइटमा आउँदै नआएको फोटोहरू होइन आउँदै नआएको फोटोहरूलाई चाहिँ त्यसरी हल्ला फैलाउन चाहिँ युज गरिदिनु भयो भने त्यो त गुगलले वा अरू कुनै साइटले देखाउने कुरो त भएन। तर त्यसमा चाहिँ अलिकति हामीले फेरि कमन सेन्स पनि युज गर्नुपर्छ कि जस्तो तपाईँले अनुजा बनियाको केस चाहिँ तपाईँलाई थाहा होला होइन। यो के पैसा चाहिँ हराएको र अनि उसले चाहिँ फेला पारेर सम्बन्धित मान्छेले बुझाइदिएको भन्ने खालको जुन कान्तिपुरमा छापिदिएको थियो त्यो न्युज, त्यसले चाहिँ यति प्रभाव पारेको थियो कि तत्कालीन राष्ट्रपतिले फोन गरेर चाहिँ नानी तिमीले राम्रो गर्यो बधाई छ भनेर खालको जुन गराएको थियो। र त्यति बेला चाहिँ अब त्यो गुगलमा सर्च गरेर हुने चिज त होइन। त्यति बेला चाहिँ गर्नुपर्ने हामीले के हो भने सामान्य एउटा कमन सेन्स युज गर्नु पर्यो। त्यो 20 लाख कि 25 लाख भने थियो त्यो रुपियाँ होइन, त्यति रुपियाँको तौल कति हुन्छ होइन। त्यो 20 लाख रुपियाँ चाहिँ बोकेर मान्छे बसमा जान्छ कि जाँदैन? बसमा त जाँदैन। अनि त्यो त्यति धेरै तौल भएको चाहिँ पैसा चाहिँ बसमा यतिकै छोडेर चाहिँ अलपत्र पाराले मान्छे हिँड्छ कि हिँड्दैन? त्यो खालको कमन सेन्स चाहिँ युज गर्नुपर्छ। सही भन्नु उमेशजी। मैले चाहिँ यहाँले जस्तै कतिपय अवस्थामा कुनै समाचार या जानकारी फेक हो कि होइन, त्यो चाहिँ नक्कली या बनावटी या झुटो हो कि होइन भनेर आम सर्वसाधारणले छुट्याउनको लागि चाहिँ केही टुलहरू त यहाँले भन्नुभयो डिजिटल्ली केही कम्प्युटर एप्लिकेसनहरू सफ्टवेयरहरू छ भनेर। तर कम्प्युटर लिटरेट नभएको मान्छेहरूलाई त्यो त्यति उपयोगी पनि नहुन सक्ला कि आम कमन मान्छेले चाहिँ उनीहरूको स्क्रिनमा मोबाइलको स्क्रिनमा आएको या फेसबुकमा शेयर भएर आएको कुनै पनि समाचार या जानकारी यो फेक हो कि यो रियल हो साँच्चीकै हो भनेर छुट्याउने के आधारहरू के हुन सक्लान्? अब आधार भन्नाले तपाईँले जस्तो फेसबुकमा सबै हेर्दाखेरि कान्तिपुरमा शेयर भएको कान्तिपुर भनेर लेखिएको छ होइन। तर तल चाहिँ न्युज छ भने पनि त्यो चाहिँ कान्तिपुरमा आएको हो कि होइन भनेर पहिला चाहिँ त्यसमा चाहिँ हेर्नु पर्यो कि त्यसको जुन एड्रेस बार भन्ने हुन्छ त्यसमा चाहिँ कान्तिपुर.com भयो भने चाहिँ त्यो कान्तिपुरले राखेको न्युज हो। अब कान्तिपुर अनलाइन न्युज.com भनेर राखेको भए चाहिँ त्यो कान्तिपुरको हुँदैन। जस्तो मैले देखिरहेको हुन्छु बीबीसी न्युज भन्ने होइन, बीबीसी नेपालीको न्युज जस्तो गरेर चाहिँ त्यस्तै खालका फोटो राखेर चाहिँ मान्छेले सेयर गरेर हुन्छन् होइन। त्यो तर त्यसमा चाहिँ bbce-news.com भन्ने हुन्छ कि त्यो चाहिँ तपाईँले सोर्समा चाहिँ ध्यान दिनु पर्यो। भनेपछि हामीले त्यसको वेबसाइट चाहिँ कतिको अथेन्टिक वेबसाइट हो, उसको चाहिँ डोमेन के हो त्यो चाहिँ एकचोटि राम्रोसँग हेर्नु पर्यो होइन। त्यो डोमेन चाहिँ राम्रोसँग हेर्नु पर्यो। जस्तो अस्ति भर्खर चाहिँ एउटा बेलायती प्रधानमन्त्रीको चाहिँ मृत्यु भयो भनेर बीबीसीको ब्रेकिङ न्युज भनेर चाहिँ एउटाले ट्विट गरेको थियो होइन। तर त्यो ट्विटर एकाउन्ट चाहिँ फेक थियो र त्यसैमा चाहिँ विश्वास गरेर चाहिँ एउटा पाकिस्तानी टेलिभिजनले ब्रेकिङ न्युजै बजाइदियो होइन। तर अब त्यसमा चाहिँ के हेर्नु पर्यो भने तपाईँले होइन त्यसको फलोवरहरू कति छन् होइन, त्यसले पहिला कस्ता ट्विट गरेको थियो भन्ने खालको हेर्नु पर्यो। जस्तो तपाईँले अब जस्तो वेबसाइटहरूमा चाहिँ अब तपाईँको त्यो एड्रेस बारमा मान्छेलाई याद नहुन सक्ला होइन। मान्छेले अब त्यो न्युज देख्ने बित्तिकै कान्तिपुरको हो भनेर विश्वास गर्न सक्ला होइन। त्यो त्यसमा चाहिँ हेर्नु पर्यो भने त्यसको ल्याङ्ग्वेजहरू पनि हेर्नु पर्यो कि जस्तो फेक खालका वेबसाइटहरूको चाहिँ भाषा चाहिँ त्यति शुद्ध हुँदैन, अशुद्ध खालका हुन्छन् होइन। त्यसमा चाहिँ जस्तो तथ्याङ्कहरू पनि गलत हुन्छन्, स्रोतहरू पनि गलत खालका राखेका हुन्छन्, त्यो
फोटोहरू सन्दर्भहरू पनि नमिल्ने खालका युज गरेर हुन्छन् हो त्यस्ता त्यस्ता अलिअलि कुराबाट चाहिँ हामीले ध्यान दिनुपर्छ र एउटा कुरा एकदमै ध्यान दिनुपर्ने चाहिँ कुरा के हो भने इन्टरनेटमा आएका सबै कुरा चाहिँ सही हुँदैनन् भन्ने खालको चाहिँ त्यो चाहिँ दिमागमा राख्नुपर्छ त्यो राखेन भने चाहिँ जस्तो हाम्रा हजुरआमाहरूले पनि फेसबुकमा आइसक्यो फेसबुक समाचार सुने हुन्छ होइन अनि कहाँ सुन्नुभएको तपाईँले भन्दाखेरि फेसबुकमा आइसक्यो भनेर भन्नुहुन्छ फेसबुकमा आएको कुरा वा इन्टरनेटमा आएका कुराहरू चाहिँ सबै कुरो चाहिँ सही हुन्नन् भन्ने चाहिँ दिमागमा राख्नु पर्यो त्यसलाई त्यो हरेक मेन स्ट्रिमै मिडियामा आएको भए पनि अलिकति आलोचनात्मक दृष्टिले चाहिँ हेर्ने बानी चाहिँ बसाल्नुपर्छ हामीले अनि अर्को एउटा चाहिँ जस्तै हामी भन्छौँ नि यो फेक न्यूजहरू चाहिँ हामीले टाइम लाइन पनि हेर्नुपर्छ होइन कहिलेकाहीँ 10 वर्ष अगाडिको 3 वर्ष अगाडिको त्यसलाई चाहिँ फेरि सर्कुलेट गरिरहेको हुन्छ हामीले फेक न्यूज त्यस्तो पनि फेक न्यूज हुन्छ नि कतिपय अहिले भएको जस्तो गरेर त्यसैले हामीले चाहिँ त्यो कुन डेटमा चाहिँ त्यो पब्लिस भएको छ त्यो पनि हेर्दाखेरि अलिकति टाइम हेर्दाखेरि त्यो हेर्नुपर्छ जस्तो अस्ति भर्खरै पनि एउटा न्यूजलाई चाहिँ एकदमै सेयर गरेको थिएन तर त्यो हेर्दाखेरि चाहिँ त्यो 2008 को न्यूज थियो भनेपछि त्यस्तो खालको पनि हुनसक्छ जस्तो अस्ति यो अहिले जोन हपकिन्स विश्वविद्यालयको चाहिँ एउटा टुल के टिप्स भनेर जुन सेयर भइरहेछ नि त्यसमा भएका डेटाहरू चाहिँ यो कोरोना भाइरस आउनुभन्दा अगाडिको चाहिँ एउटा जर्नलमा प्रकाशित भएको चाहिँ रहेछ त्यो भनेपछि त्यो पनि डेट हेर्नु पर्यो कि मान्छेले डेट नहेरिकन चाहिँ त्यो सान्दर्भिक चाहिँ हुँदैन प्रकाशित मिति हेर्नु पर्यो तपाईँले हरेक कुराहरूको त्यो आलोचनात्मक दृष्टि हेर्नु पर्यो भाषा व्याकरणहरू हेर्नु पर्यो समाचारको त्यो दिएको स्थान हेर्नु पर्यो समाचारमा भनेको त अब अलि विश्वसनीय वेबसाइटहरू त त्यो समाचार लेख्नेको नाम पनि बाइलाइन पनि राखेको हुन्छ होइन जस्तो अब यो फेक न्युजहरूमा चाहिँ बाइलाइन हुँदैन त्यो पनि हेर्नु पर्यो तपाईँले यो वेबसाइटहरूको नाम ठेगाना वा त्यो अबाउट अस भन्ने जुन हुन्छ नि त्यसमा चाहिँ उनीहरूको विवरण भइरहेको हुन्छ त्यो विवरण नभएको पनि हुनसक्छ त्यो भएन भने त्यो विश्वसनीय भएन त्यसरी चाहिँ हामीले चाहिँ अलिक ध्यान दिनुपर्छ त्यसमा भनेपछि अर्को कुरा यहाँले महत्त्वपूर्ण कुरा के गर्नुभयो भने कुनै पनि सूचनाहरूमा समाचारमा स्रोत त हुन्छ त्यो स्रोत पनि हामीले चेक गर्नु पर्यो होइन कुन स्रोतले त्यहाँभित्र भनेको छ त होइन जस्तै गर्नु पर्यो हजुर अनि अर्को एउटा चाहिँ एकदमै ट्रेन्ड चाहिँ के देखिन्छ भने यो फेसबुक हेर्ने मान्छेहरूको चाहिँ कस्तो देखिन्छ भने हेडलाइन हेर्यो र त्यसैको आधारमा मान्छेले दिमागमा के समाचारको अब के हुन्छ नि जस्तो अब त्यो न्युजको हेडलाइनले के भन्छ त्यसैको आधारमा विचार निर्माण गरेर अनि कमेन्ट पनि राखेर सेयर गर्ने खालको त्यस्तो खालको पनि मान्छेले गर्ने धेरै देखिरहेको छ जस्तो हामीले पनि एकचोटि गरेका थियौँ यो चाहिँ 2016मा एउटा चाहिँ हामीले एउटा सर्वेक्षण गरेका थियौँ हाम्रो सेन्टर फर मिडिया रिसर्चले चाहिँ सर्वेक्षण गरेका थियौँ त्यसमा चाहिँ एउटा फलानु पार्टी चाहिँ विश्वकै राष्ट्रवादी पार्टी भनेर चाहिँ संयुक्त राष्ट्र सङ्घले भन्यो भनेर खालको त्यो हेडलाइन राखेका थियौँ हामीले होइन अनि त्यसमा क्लिक गर्यो भने चाहिँ समाचार होइन हेडलाइन मात्र पढेर नेपालीहरूले चाहिँ कतिको समाचार सेयर लाइक गर्दो रहेछ भनेर अध्ययन प्रयोजनका लागि मात्र फेक हेडलाइन बनाएर राखेको भनेर त्यो कन्टेन्ट चाहिँ के थिएन त्यति चाहिँ लेखेर हामीले राखेका थियौँ तर यो यति धेरै सेयर भयो कि 24 घण्टामा चाहिँ 5000 भन्दा बढी सेयर भयो कि त्यो र विश्वको धेरै ठाउँमा गए त्यो सेयर भयो तिनीहरूले चाहिँ कस्तो लाग्यो भने तिनीहरूले चाहिँ त्यो न्युजै पढाएको छैन त्यो क्लिक गरेर त हेर्नु पर्यो नि त पहिला होइन त्यो के हो भने क्लिक गरेर त हेर्नु पर्यो नि क्लिकै नगरिकन मान्छेले चाहिँ त्यसरी दिमाग त्यो विचार निर्माण गरेर यो राम्रो हो भनेर फिक्सनले चाहिँ त्यसरी फैलाउने काम चाहिँ त्यो चाहिँ नराम्रो हो त्यो भनेपछि मान्छेले न्युजमा त मान्छेले त्यसको कन्टेन्टमा त ध्यान दिनु पर्यो होइन तर त्यो पनि नगरिकन मान्छेले हेडलाइन मात्र पढेर चाहिँ विचार निर्माण गर्ने खालको त्यो सेयर गर्ने खालको कमेन्ट गर्ने खालको रियाक्ट गर्ने खालको त्यो चाहिँ गर्नु हुँदैन भनेपछि यो फेक न्युजले वास्तवमा सर्वसाधारण त प्रभावित हुने नै भए कतिपय अवस्थामा फेक न्युजले चाहिँ ठुल्ठुला संचार गृहहरू पनि प्रभावित भएको अवस्था छ होइन जस्तै फेक न्युजमा विश्वास गरेर त्यसलाई एउटा क्लूको रूपमा लिएर मेन स्ट्रिम मिडियाहरूले पनि कहिलेकाहीँ त्यस्तो न्युजहरूलाई चाहिँ प्रशय दिएको पाइन्छ होइन कस्तो लाग्छ यहाँलाई हजुर त्यो मेन स्ट्रिम मिडियाहरूले पनि त्यस्तो गरिरहेको हुन्छ कहिलेकाहीँ सरकारी अधिकारीहरूले पनि फेक न्युजमै डिपेन्ड गरेर आफ्नो कमेन्टहरू दिइरहेको पनि सुनिन्छ
होइन? एक चिज चाहिँ कस्तो भएको थियो भने यो के नासाले भनेको 2 दिन चाहिँ अँध्यारो हुन्छ पृथ्वीमा भन्ने कुरो, त्यस्तो त्यो खालको फेक न्युज यति धेरै फैलिएको थियो कि होइन। संसदमा समेत सांसदले चाहिँ अब यो 2 दिन यसरी अँध्यारो हुँदैछ, यसको बारेमा चाहिँ के तयारी गरेको छ सरकारले भन्ने खालको त्यस्तो खालको क्वेसन उठाउनु भएको थियो कि सांसदले। भने फेक न्युजले यति धेरै असर पार्दो रहेछ भन्ने चाहिँ यो उदाहरणले पनि प्रश्न पार्छ नि त। उमेश, यो फेक न्युजको कुरा गर्दा मैले एउटा सम्झेको चाहिँ के हो भने जस्तै अमेरिकाकोमा चाहिँ सन् 2016मा भएको राष्ट्रपति निर्वाचनमा चाहिँ अब अहिलेको वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प हुनुहुन्छ, उहाँ त्यतिखेर चुनावी मैदानमा हुनुहुन्थ्यो राष्ट्रपति उम्मेदवारको लागि। अनि त्यो क्याम्पेनिङमा, चुनाव प्रचार प्रसारको क्याम्पेनमा चाहिँ उहाँले धेरै पटक फेक न्युज भन्ने चाहिँ शब्दहरू उहाँले उच्चारण गर्नुभयो। यो फेक न्युज चाहिँ अहिले पछिल्लो समयमा अलि बढी धेरै चर्चा पाएको चाहिँ उहाँले भनेर पनि हो। तर उहाँको आशय चाहिँ के थियो भने वास्तवमा नेगेटिभ समाचारहरूलाई चाहिँ उहाँले फेक न्युजको रूपमा बुझ्नु भएको थियो। यो कन्ट्री कन्टेक्स्ट हुन्छ, देशअनुसार परिस्थिति अनुसार फेक न्युजलाई फरक फरक ढंगले बुझिन्छ कि के हो? हजुर हजुर, यो देशअनुसार पनि हुन्छ, तर यो चाहिँ फेक न्युज भन्ने चाहिँ यो शब्द चाहिँ एकदमै बढी चर्चामा ल्याएको चाहिँ तपाईँले भन्नुभएको जस्तो सन् 2016मा जुन यो अमेरिकाको निर्वाचन भएको थियो त्यसपछि चाहिँ भएको थियो। तर उनले चाहिँ फेक न्युज भनेर अहिले पनि भनिरहेको हुन्छन्, जस्तै सिएनएन मेन स्ट्रिम मिडिया सबैलाई फेक न्युज भनेर उनले गाली गरिरहेको हुन्छन्। त्यो सही पनि होइन, त्यो खास पनि सबै मिडियाले फेक न्युज लेखाएको पनि होइन। तर यो चाहिँ फेक न्युजकै कारणले चाहिँ उनको पपुल्यारिटी बढेको पनि हो कि। जस्तो अब त्यति बेलाको निर्वाचनको तपाईँले हेर्नुभयो भने चाहिँ हिलारी क्लिन्टनको बारेमा कस्ता किसिमका फेक न्युजहरू फैलिएका थिए होइन। जस्तो अब पोपले नै चाहिँ इन्डोर्स गरेका थियो डोनाल्ड ट्रम्पलाई भन्ने खालको त्यो न्युज चाहिँ यति सेयर भएको थियो कि होइन। तर त्यो न्युज चाहिँ फेक थियो होइन। आइएसआइएसको लिडरले चाहिँ हिलारी क्लिन्टनलाई सपोर्ट गर्यो भन्ने खालको फेक न्युज आएको थियो। र त्यो चाहिँ यो डोनाल्ड ट्रम्पको कुनै निर्वाचनको क्याम्पेनको मान्छेले गरेको चिज चाहिँ होइन, त्यो गरे होला, कुनै गरे होला होइन। तर त्यो सबै चाहिँ उसले गरे होइन। त्यो चाहिँ कस्तो भएको थियो भने डोनाल्ड ट्रम्पको एकदम राष्ट्रवादी नेता भयो नि त त्यो अमेरिकाको कन्टेक्स्टमा त होइन। राष्ट्रवादी नेता भइसकेपछि त अनि राष्ट्रवादी कुराहरूको त राष्ट्रवादी चर्का कुराहरूको त एकदमै सेयर हुने भयो, मान्छेले त्यसमा विश्वास गर्ने भयो होइन। र त्यो भएको हिसाबले चाहिँ मान्छेले त्यो अमेरिकासँग सम्बन्धै नभएको एउटा मेसेडोनिया भन्ने सानो कन्ट्रीको 12-13 वर्ष 14-15 वर्षको मान्छेले चाहिँ वेबसाइट बनाएर त्यसरी चाहिँ फेक न्युजहरू चाहिँ राखेर अनि त्यसबाट चाहिँ कमाइ गरेको भन्ने खालको पनि त्यो अनुसन्धानबाट चाहिँ त्यसरी पनि पुष्टि भएको थियो। र अब यही हिसाबले चाहिँ यो फेक न्युजको भनेको चाहिँ अब चाहिँ फेक न्युज मात्र भनिँदैन, अहिले चाहिँ डिसइन्फर्मेसन भन्ने खालको टर्म पनि युज गरेको छ होइन। मिसइन्फर्मेसन भन्ने खालको टर्म पनि युज गरेर हुन्छ। जस्तो त्यो डिसइन्फर्मेसन भनेको सूचना, गलत सूचना होइन, मिथ्या सूचना, त्यस्तो खालको पनि टर्महरू चाहिँ। प्रविधिले कस्तो सुविधा दिएको छ यसलाई, प्रविधिको दुरुपयोग भनौँ या के भनौँ, वास्तवमा चाहिँ अब फेक सँगसँगै अहिले त फेरि अर्को एउटा टर्मिनोलोजी चाहिँ डिप फेक भन्ने पनि आएको रहेछ होइन। डिप फेक भनेको चाहिँ कुनै व्यक्तिको आवाजलाई चाहिँ विभिन्न टुक्रा टुक्रा गरेर उसले बोल्दै नबोलेको त्यसलाई अलि पछि मिक्सिङ गरेर मान्छे पनि त्यही छ, उसको लिपको भनौँ न मुभमेन्ट पनि शब्दहरू बोलेको जस्तै बनाएर थाहा नै नहुने त्यसरी चाहिँ कुनै एउटा व्यक्तिलाई प्रस्तुत गरेर उसको स्पीच नै उसले पहिला बोलेका टुक्रा टुक्रा शब्दहरू जोडेर चाहिँ बनाउने, त्यस्तो खालको पनि प्रविधिले त्यस्तो पनि दुरुपयोग भइरहेको देखिन्छ होइन हिजो आज। हजुर, यो त एकदमै डरलाग्दो भनेर चाहिँ यो इन्टरनेट जायन्ट कम्पनीहरूले चाहिँ यो स्वीकार गरिसकेको चिज हो यो होइन। यसमा चाहिँ कस्तो हुन्छ भने जस्तो डोनाल्ड ट्रम्पकै कुरा गरौँ होइन। डोनाल्ड ट्रम्पको चाहिँ उसले बोल्दै नबोलेको कुरालाई चाहिँ उसको मुभमेन्टहरू यो सब आर्टिफिसियल इन्टेलिजेन्सबाट चाहिँ क्याप्चर गरेर भिडियोमा चाहिँ तपाईँलाई खिच्या हुन्छ त्यसले होइन। तर जस्तो आउटपुट आउँदाखेरि चाहिँ डोनाल्ड ट्रम्प देखाएर हुन्छ कि डोनाल्ड ट्रम्पले बोलेको जस्तो उसकै लवजमा उसकै बोलीको शैलीमा। अब यो यस्तो खालको यो आयो भने त धेरै हानिकारक हुन्छ नि। जस्तो चुनावको बेला हेर्नुहोस् त, अब कुनै नेताले चाहिँ बोल्दै नबोलेको कुराहरू त्यसरी आइदियो भने त्यसरी डिप फेक भनेको त्यस्तो हो। अर्को डिप न्युड भन्ने छ एउटा होइन, त्यो एप्लिकेसनले त यति कन्ट्रोभर्सी क्रिएट गर्यो कि त्यो डिलिट गरिदिएको थियो, त्यो एप स्टोरहरूबाट डिलिट गरेको भए पनि यो अहिले
अहिले फेक खालका अर्को खालका वेबसाइटहरूमा चाहिँ त्यो अझै पनि छ। त्यो डिप न्युड भनेको चाहिँ कस्तो हुन्छ भने तपाईँले कुनै पनि मान्छेको चाहिँ फोटो अपलोड गरिदियो भने चाहिँ त्यो फोटोको त्यो लुगा लगाएको सबै हटेर एकदम नग्न खालको देखाइदिने होइन, त्यस्तो खालको त्यो भनेको त त्यो त क्राइम हो कि, क्राइममा जाने कुरा हो। त्यो प्रविधिले एक किसिमले राम्रो पनि गर्छ र यो किसिमको नराम्रो हो भने चाहिँ एकदमै हानिकारक स्थिति आउँछ भनेर यसमा चाहिँ एकदमै टेक कम्पनीहरूले चाहिँ एकदम ध्यान दिइरहेको छ। यसमा चाहिँ अनुसन्धान गरेर अब यसलाई चाहिँ हामीले कसरी रोक्ने भन्ने खालको चाहिँ गरिरहेको छ। नेपालमा त्यो समस्या आइसकेको छैन होइन, तर यस्तो समस्या पनि आउन सक्छ भनेर चाहिँ सचेत चाहिँ हुनुपर्छ। हजुर, अब अहिले धेरै रिसर्चहरूले अध्ययन अनुसन्धानहरूले के देखाएको रहेछ भने चाहिँ जस्तै अर्को एउटा शब्द पोस्ट ट्रुथ भन्ने पनि धेरै चलनमा आएको छ है। जस्तै के भने मान्छेहरू अहिले के कुरामा विश्वास गर्छ अरे भने उनीहरू कुनै तर्कमा, कुनै प्रमाणमा, कुनै फ्याक्टमा विश्वास गर्नुभन्दा बढी चाहिँ कुनै इमोसन्समा अर्थात चाहिँ अरू नै चिजहरूमा के भावनामा भनौँ न त्यस्तो चिजमा बढी विश्वास गर्दाखेरि चाहिँ यस्तो फेक न्यूज कल्चर चाहिँ बढ्दै गएको हो भन्ने पनि सुनिन्छ। यहाँको के भनाइ छ, त्यही हो त? यो बारेमा चाहिँ एउटा अनुसन्धान भएको थियो होइन। ट्विटरमा चाहिँ सही न्यूज र गलत न्यूजको चाहिँ कस्तो खालको चाहिँ कसरी फैलिँदो रहेछ यो भनेर हेर्दाखेरि चाहिँ गलत न्यूजहरू चाहिँ धेरै फैलिँदो रहेछ कि सही भन्दाखेरि, किनभने त्यसले चाहिँ तपाईँको इमोसनलाई डाइरेक्ट हिट गर्छ नि त होइन। गलत न्यूजहरूले गलत न्यूज भनेको नै अब तपाईँको इमोसनलाई हिट गर्ने खालको चिजहरू हुन्छ। त्यो भएपछि चाहिँ तपाईँको त्यो दिमागमा त्यसलाई स्ट्राइक गरिसकेपछि अनि त्यसपछि चाहिँ फैलिने चिज हो त्यो। जस्तो अलि अगाडिको त्यो निर्मला प्रकरणको हेर्ने हो भने पनि होइन, फेक न्यूजहरू चाहिँ यति फैल्यो कि जस्तो के अम्बाको रुखमा झुन्ड्याइदिया भनेको छ होइन, लास लिन टेम्पो गएको भनिदिएको छ। त्यो फ्याक्टहरूमा डिपेन्ड थिएन कि, जस्तो मान्छेको दिमागमा चाहिँ त्यो चाहिँ बम दिदी बहिनीकै घरमा हत्या भएको थियो भन्ने खालका जुन दिमागमा त्यो जुन सेट भएको थियो नि त्यसलाई चाहिँ पुष्टि गर्ने खालका कुराहरू भएपछि चाहिँ त्यसको त्यो चाहिँ बढ्दै गएको थियो कि। त्यस्तो खालको चाहिँ गलत न्युजहरू चाहिँ त्यसरी धेरै फैलिन्छ र त्यसले समाजलाई पनि हानि गर्छ। उमेशजी, अब हामीसँग समय कम छ, हामी अब अन्तिममा आछौँ यो तपाईँ हाम्रो बसाइको। म अन्तिममा एउटा प्रश्न यहाँलाई सोध्न चाहन्छु। जस्तो अब यो फेक न्युज कल्चरलाई निरुत्साहित गर्नको लागि, यसलाई डिस्करेज गर्नको लागि विभिन्न खालका नियम कानूनहरू त बनेकै हुन्छन् र वास्तवमा हामी यो फेक न्युजहरू चाहिँ पत्रकारिताभित्र नै नपर्ने भएको भएर पत्रकारिताको आचार संहिता, यसको नर्म्सहरू, भ्यालुजहरूले त यसलाई गाइड गर्न सकेन, यसलाई रेगुलेट गर्न सकेन। यसलाई एउटा क्राइमको रूपमा लिएर चाहिँ भनौँ न क्रिमिनल अफेन्सको रूपमा अर्थात चाहिँ यसलाई चाहिँ फौजदारी कानूनहरू नै प्रयोग गरेर या अरू इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट अन्तर्गत या चाहिँ अरू चाहिँ गाली बेइज्जती ऐन अनुसार कुन चाहिँ ऐन बढी आकर्षित भएर चाहिँ यसलाई कारबाही गर्न सकिएला जस्तो लाग्छ? होइन, त्यसरी पनि जानु भएन। जस्तो तपाईँले चाहिँ जस्तो अघि मैले फेक न्युजका प्रकारहरूको बारेमा जस्तो भनेको थिएँ नि त, कसैलाई चाहिँ त्यो गलत हो भन्ने थाहा नपाइ पनि सेयर गरेर हुन्छ नि त, तिनीहरू पनि पर्ने भयो यो हिसाबले त होइन। जसले न्युज नियत बस फैलाएको छ त्यो मात्र नपर्ने भएर जसले सेयर गरेछ, जसले कमेन्ट गरेछ, तिनीहरूको लागि त त्यो साँचो हो नि त होइन। तिनीहरूले त्यो साँचो हो भनेर फैलाइरहेको हो नि त, साँचो हो भन्ठानेर फैलाएर त्यो तिनीहरूको लागि त एकदम यो चाहिँ शिक्षा है, ज्ञान दिनुपर्ने, शिक्षा दिनुपर्ने बाहेक अरू उपाय चाहिँ देख्दिनँ म। त्यो चाहिँ नियत बसै लाग्छ होइन, नियत बसै लागेर अब यो भिजिटर बढाउनलाई वा लाइक बढाउनलाई भनेर जुन खालको चाहिँ फेक आतंक समाजमा आतंक फैलाउने किसिमको जुन न्युजहरू बनाइरहेको छ तिनीहरूलाई चाहिँ कारवाही गर्नु ठिक होला होइन। तर सबैलाई चाहिँ उतै दालोमा राखेर चाहिँ सबैलाई कारवाही गर्नुपर्छ भनेको हुन्छ त्यो चाहिँ अलिक तानाशाही प्रवृत्ति हामी जान्छौँ होइन। त्यो भएर चाहिँ हामी चाहिँ अलि ज्ञान बढाउने किसिमको तर्फबाट नै जानुपर्छ भन्ने कुरो लाग्छ मलाई। हस् उमेशजी, यहाँलाई धेरै धेरै धन्यवाद तपाईँको समयको लागि। उहाँ हुनुहुन्थ्यो पत्रकार उमेश श्रेष्ठ, माई संसारका ब्लगर र नेपाल फ्याक्ट चेकका एडिटर पनि हुनुहुन्छ। हामीले अहिले फेक न्यूज लाई कसरी पहिचान गर्ने र फेक न्यूजबाट कसरी जोगिने, कस्ता कस्ता न्यूजहरू फेक हुन्छन् भन्ने बारेमा उहाँसँग कुराकानी गर्यौं। हामीलाई आशा छ निश्चय पनि हाम्रो यो कार्यक्रमले हाम्रा श्रोताहरूलाई केही हदसम्म भए पनि फेक न्यूजहरू छुट्याउन सहयोग पुग्नेछ। यससँगै म अहिले श्रोताहरूसँग बिदा चाहन्छु। हस्त, नमस्ते।